जानुभन्दा अगाडि चाहिँ सानो डान्स गरेर त्योहरू यहाँ ल्याएर लाइन लगाइरहेको छ हो। यहाँबाट लाइन बाई लाइन गर्दै अघि तपाईँलाई तल स्टेज देखाएको त्यहाँनिर जानेछ। अन्त कसको मूर्ति जाने भनेर चाहिँ त्यसले नै कम्पिटिसन जित्नेछ। मर्निङ गाइज, वेलकम छ तपाईँलाई आज फेरि शनिको नयाँ ब्लगमा होइन। मेरो ब्लग चाहिँ छ भन्दाखेरि चाहिँ हामीले यता सिभिल डिफेन्सबाट ड्युटी लगाइरहेको छ यता फोर्सको होइन। अन्त हामी अहिले जाँदैछ यता मेरो भाइले गर्दैछ, फेरि पछाडि बसेर म ब्लग बनाउँदैछ। पानी बल भनेको मतलब चाहिँ अब यो दुर्गा पूजाहरू जसले गर्दैछ रेजिस्ट्रेसन क्लबहरूको चाहिँ अब माथि ग्यादरिङ हुन्छ। अन्त कसले जित्यो के जित्यो त्यस्तो खालको कुराहरू हुन्छ। तपाईँलाई म भ्लगको माध्यमले देखाउँछु। यी माथि घरबाट अहिले एसएमएसको त्यहीँ पुगिसकेको छ हो। अहिले अगाडि चाहिँ हामी अफिस जानेछ, अफिसमा गएर युनिफर्म लिएर चाहिँ जाने कस्तो हुन्छ के हुनेछ तपाईँलाई म देखाउने छु। यहाँ बजार चाहिँ देख्नु सक्नुहुन्छ पानीहरू परेर होइन हल्का जामै रहेछ। यसरी हामी अहिले बजार आइपुगिसकेको छ। पोस्टरिङहरू देख्नु सक्नुहुन्छ हो। हामी यसरी चाहिँ अब यहाँ सर्टकटबाट चाहिँ यसरी खानाको उकालो हामी अफिसपट्टि जाँदैछ। अब यहीँ हुनु आँटेको, यहीँ अलिकति माथि हो। हाम्रो अहिले अफिस सिभिल डिफेन्स अफिस जाँदैछ। हामी अब यहाँ अफिसको डिएमओको जग्गा आइपुगिसकेको छ। यसरी अब हाम्रो अफिस त अस्तिको भ्लगमा तपाईँले देखिहाल्नु भयो कहाँ हो भनेर के हो भनेर। त्यसै हामी अहिले टक्कै यता अफिसको तरफ आइपुगिसकेको छ। यता स्कुटी सबै पार्किङ गरिहाल्यो यता हामी होइन। हाम्रो यता डिजास्टर म्यानेजमेन्ट अफिसमा आइपुगिसकेको छ। हाम्रो केटा आइपुगिसकेको छ हाम्रो अफिस देख्नु दाहरू बोलेर कुन बत्ती पनि ठिकै आयो। हाम्रो रोललाई कहाँ गरेको खै अन्त ज्याकेट चाहिँ हाम्रो युनिफर्म हाम्रो चोजोले चाहिँ यता कलेक्सन चाहिँ हाम्रो चोजोले गर्छ युनिफर्महरू केटाको टक्टकको पार्सनले दिन्छहरू भनेर भन्दैछ। यसरी हाम्रो अफिस चाहिँ हो यसरी हो। हाम्रो सर पनि बसिरहनु भएको छ यसरी केटाहरूको लागि आइडी ज्याकेटहरू दिनुहुँदैछ यसरी निकालिदिनु हुँदैछ। हाम्रो अब आइडी ज्याकेट चाहिँ सरले ठिक नै भन्नुहुँदैछ सरले यसरी यता खतम रहेछ ज्याकेट सरले गाना भन्दैछ। सरले ज्याकेटको चाहिँ दाले चाहिँ उताबाट निकाल्नुपर्छ भने यो पुरानोवाला आयो भन्दैछ, नयाँ दिनु भन्दैछ रल्लाले फेरि हो सरलाई। यसरी हुँदै चाहिँ हाम्रो चाहिँ यता हाम्रो रेजिस्टरमा इन्ट्री गर्नुपर्छ ज्याकेट को कसले लग्यो के लग्यो भनेर। यसरी सरले यता देख्नुहुन्छ सबैको नामहरू यता लेख्नुहुन्छ। यसरी को कसले ज्याकेट लग्यो के लग्यो भनेर चाहिँ यताबाट हाम्रो रेजिस्टर हुन्छ। यहाँ रलले टक्कै पेन पनि बोकेर आएको रहेछ यसरी हो। सरले त लेखिदिनु हुँदैछ को कसले ज्याकेट लग्यो के लग्यो भने चाहिँ हाम्रो यता एन्ट्री हुन्छ नि त रेजिस्टरमा सिभिल डिफेन्सको चाहिँ। फेरि अन्त भाइ बसेर यहाँ बसेर हेर्दैछ। सर यता लेख्नु थाल्नु भइसकेको छ। यहाँ एन्ट्री भइसकेपछि मात्रै ज्याकेट पाउने छ। सोरुमबाट ज्याकेट पनि दिइहाल्नु भयो। यसरी केटाहरूले ज्याकेटहरू हेर्दैछ। हाम्रो युनिफर्म पाइहाल्यो यी देखिहाल्नु होला हाम्रो युनिफर्म निस्केको। हामी चाहिँ अब तल देखाउने छु के हुन्छ कसो हुन्छ भने चाहिँ काटेको यसरी डेकोरेसनहरू तपाईँले गरेको देख्नु सक्नुहुन्छ। यसरीहरू सबैजना आउँदै यो स्टेजमा आउँदै मूर्तिहरू सो गर्छ एकजनालाई सरहरूलाई त्यहाँनिर हो। अन्त त्यसरी चाहिँ अब हुनेछ। अहिले हाम्रो एडिएमजी पनि हुनुहुन्छ यहाँ यसरी बसिरहनु भएको छ। सुरु भएको छैन हो, अहिले भर्खर स्टार्टअप हो। यसरी स्टार्टअपहरू गर्दैछ। ट्रफीहरू देखिहाल्नु होला मान्छेहरू अहिले यतिको सबै आफ्नो आफ्नो डिपार्टमेन्टको मान्छेहरू छ यसरी आइरहेको छ। अहिले यता प्रोग्राम चाहिँ सुरु भएको छैन, एकछिनमा प्रोग्राम सुरु हुनेछ। एनाउन्समेन्टहरू सबै यहाँ हुनेछ पनि हुने रहेछ। हाम्रो यता यी बडाले हाम्रो चाहिँ उहाँ बडा हुनुहुन्छ गाउँको हो। यसरी यता मङ्गर ड्रेस लगाएर मादल बजाउनु हुँदैछ। यसरी बडाको ग्रुपहरू देख्न सक्नुहुन्छ। यसरी यता हाम्रो बडा चाहिँ गाउँको हुनुहुन्छ। बडा एउटा सुनिदिउँ न मादल बडाले मादल बजाउनु हुँदैछ। भर्खर मान्छेहरू बिस्तारै ग्यादरिङहरू हुँदैछ अहिले यहाँ। अहिलेलाई माताले काठोलीलाई यो मञ्चमा म बोलाउँदै उहाँलाई यो आफ्नो प्रस्तुति दिनको लागि म अनुरोध गर्दछु। यसरी मूर्ति लिएर आउँदैछ यसरी हो। एकजनाले गर्दै आउँदै यसरी मूर्ति सो गर्नेछ। यसरी चाहिँ अब प्रोग्राम बिस्तारै स्टार्ट हुन आँटेको हो। यसरी भर्खर गाडीहरू आउँछ। डिएम सरहरू चाहिँ माथि बस्नुहुन्छ हो। यसरी अब बिस्तारै गर्दै अब अहिले चाहिँ प्रोग्रामको महल सुरु हुन लागेको। यसरी राम्रो वर्डको मूर्तिहरू आउँदैछ। यहाँ मूर्ति देख्न सक्नुहुन्छ यो कुन चाहिँ वर्डको हो। यसरी आउँदैछ यहाँ आउँदै मूर्ति सो गर्दै यसरी जानेछ ऊ माथि। अहिले डिएम सरहरू आएर मात्रै अब प्रोग्राम चाहिँ सुरु हुन्छ। अब बिस्तारै गर्दै अहिले मूर्तिहरू ल्याउँदै आउँदै गर्दैछ यसरी आएको छैन हो। अन्त एउटा मूर्ति अघि आएर पनि गइसक्यो। अन्त यसरी बिस्तारै गर्दै अहिले कल्चरल प्रोग्रामहरू हुँदैछ। यसरी अहिले कल्चरल प्रोग्रामहरू हेर्दै यस्तोहरू हुँदैछ। दिदीहरू गीत गाउनु हुँदैछ यसरी। अनि चाहिँ यस्तो भिड चाहिँ अहिले यस्तो हुँदैछ हाम्रो चाहिँ यहाँ एनुअल प्रोग्राम। यो कुन चाहिँ गाउँको पूजा हो यसरी आउँदैछ। मोटु पत्रुहरू भएर आउँदैछ यसरी
मूर्तिहरू यहाँ ल्याएर लाइन लगाइरहेको छ हो। यहाँबाट लाइन बाई लाइन गर्दै अघि तपाईँलाई तल स्टेज देखाएको त्यहाँनिर जानेछ। अन्त कसको मूर्ति जाने भनेर चाहिँ त्यसले नै कम्पिटिसन जित्नेछ। त्यस्तो रहेछ। अहिले चाहिँ यहाँ देख्न सक्नुहुन्छ मूर्तिको भिड आउँदै यता लाइन लगाउँदैछ। यसरी माथिसम्म छ लाइन चाहिँ मूर्तिको। यसरी एक एकजना गर्दै ट्रान्जेक्सन गर्दै विसर्जन गर्नु लागि यसरी राखिरहेको छ मूर्तिहरू। यहाँ मञ्चमा आमन्त्रित गर्न चाहन्छु। सेलाउनु लागि सुरु हुँदैछ। यस्तो सरहरू दियोहरू बोलाएर हो यताउता गरेर चाहिँ अब यहाँबाट चाहिँ अब विसर्जन एडिसनल एस्टिमेट उहाँहरू सबैको बाहुलीबाट दीप प्रज्वलन गरेर आजको यस कार्यक्रमलाई शुभारम्भ गरेको छ। यस कार्यक्रममा सरिक हुइदिनु भएकोमा सरहरूलाई धन्यवाद दिँदै पुनः आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। पूजा विसर्जनको जाग्लो समारोह स्थलबाट अघि बढिरहेको छ र उहाँले सेवा समाज सचेतना पुरस्कार अघिबाटै पाइसक्नु भएको छ। उहाँलाई धेरै धेरै बधाई। अनि उहाँको यस प्रस्तुति साथसाथै पूजा विसर्जनको यो टोली ट्याग्लो अघि बढिरहेको छ र यसको मूल थेम उद्देश्य छ नारी सशक्तिकरण। प्रतिमाहरू यस मञ्चको अघिल्लो तर्फबाट अनि हाम्रो मञ्चको मूर्तिको कम्पिटिसन हुँदैछ। यसरी एक एकजना गर्दै विभिन्न अतिथिहरू यस कार्यक्रमको आनन्द लिइरहनु भएको छ र उहाँहरू सबै आइसकेको छ। यस कार्यक्रममा विसर्जनको लागि जानु समाधि हाम्रो यसरी कौशिका पूजा कमिटी आइसिको एकवटा गर्दै आउँदैछ। माथि अघि तपाईँलाई देखाएको जग्गाबाट एक एकवटा गर्दै आउँदैछ। सेलाउन लागि गर्दै यसरी पूजा सेलाउन जारी गर्दै आउँदैछ। हाम्रो मुटु सुन्दैछ यता यसरी सेलाउन लाग्नुभन्दा अगाडि चाहिँ स्टेज डान्स गरेर यसरी डान्स गरेर देखाउँदैछ डिएमलाई। मूर्ति सेलाउन जानुभन्दा अगाडि हो यो चाहिँ यस्तो हुँदैछ। देखिहाल्नु भयो यो चाहिँ अब केदारनाथ गर्दैछ। यसरी एक एकजना गर्दै आफ्नो आफ्नो टिम लिएर आउँदैछ। यसरी सेलाउन लागि एक एकजना गर्दै आउँदैछ। 12वटा पूजा छ सेलाउनु। यसरी एक एकजना गर्दै आउँदै यहाँनिर अगाडि आउँदै देखाउँदै जाँदैछ। यसरी इमोसन क्लब आइसकेको छ। इमोसन क्लब कालिम्पोङको यस प्रतिमा विसर्जनको लागि मञ्चबाट अघि बढिरहेको छ। इमोसन क्लब पुलिस टाउन यो पनि विसर्जनमा जान आँटेको यसरी कन्भेन्सन गर्दै माथिबाट गाडीहरू आउँदैछ। 25 वर्षसम्म पूजा हामी युज गर्नबाट प्रयोग गर्नबाट र बच्नुपर्छ भन्ने उहाँहरूको थेम राखेर अनि उहाँको सेफ इन्भाइरोमेन्ट लोकल सङ एन्ड डान्स उहाँहरू पारम्परिक सांस्कृतिक वेशभूषामा हातमा रानीहरू बसिना 9 नम्बरको मूर्ति जाँदैछ यसरी सेलाउनु लागि। 9 नम्बरको मूर्ति जाँदैछ यसरी सेलाउनु लागि। हाम्रो गाउँको यो चाहिँ यसरी जाँदैछ। डान्स गर्दै यिनीहरू डान्स गर्दै लाँदैछ। लास्टको अब सेलाउन जान आँटेको होइन। यसरी हो तपाईँलाई मेरो च्यानल मन पऱ्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु नभुल्नुहोस्। विसर्जन गर्नु जानु लागि हो यो लास्ट पूजा हो। यसरी सकिसकेको छ विसर्जन गर्ने मूर्ति सबै लगिसकेको छ। यसरी चाहिँ अब कानी फेस्टिभल सक्यो। धन्यवाद।